जोस् बिहान बिहान बोनी गरेछ केटाले होइन झन्डै मरेको पक्रेको नि म दिउँसोमा त लाने मान्छे ए हो त्यही हो त भनेको त्यो जिउँदो मधेसीले मरेको मधेसीले जिउँदो नेपालीलाई ठग्छ भनेको उखान सुन्नु भएको होला नि होइन बहिनी सुनि भन्नुपर्छ मरेको मधेसी सातवटा जिन्दा नेपाली ठगेर खानु हकिकत कुरा त हो अनि ऊ सुन्नुभयो के हो तपाईँलाई भन्नुपर्छ देख्नुभयो हाका पो बोल्छ त यस्तो छ यिनीहरूको जात भनेको चिरोखरले के हेर्छु छ यता आँखा फुलाएर बोनी गर्नु छैन यता पैसा लिनु छैन माछा त कत्रो कत्रो त ए यिनीहरूले कहाँबाट सस्तोमा ल्याउँछ होला नि होइन गरेर हेर्नु न सस्तो दिन्छ अनि यो मरेको के सस्तो त हुन्छ होला नि आलु त दिँदैन सस्तो ढोक 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 रोकिरहेको छु त 20 रुपियाँले त खाऊ सिगरेट पैसा त कहाँ दिन्छु जति नै गऱ्यो भने कतिबाट दिन्छु यो पैसा त दिनु नि त ल तेरो चाक फर्काएर नदेखाए यता अनि के चाक फर्काएर देखाउँछस् त फर्किँदा त चाक देख्दैन खालि गाडीको फोटो देख्दैन चाक फर्काएर देखाउँछ छिटोले बिहानको ट्याक्स हो यो के गर्नु ट्याक्स त लाग्छ नि त अबदेखि त के गर्नु अब मैले तँलाई चर्चामा लिएको तँलाई मैले भाइरल बनाएको के गर्ने चर्चामा कसले लिएको के गर्ने माछा टिपेर लान्छु नि फेरि फेरि राख्नु यहाँहरूको माछा टिपेर लान्छु नि फेरि कहिले नि छिटो ल नि त ल 20 रुपियाँ मात्रै दिए नि त दिन्न यो त दादागिरी भयो दादागिरी गरेको होइन ल सापटी जस्तो लिएन त त्यत्रो पैसाको मुठा बोकिरहेछ होइन त्यो पैसा पनि कस्तो छानी छानी निकालेको ल यो चाहिँ बिहानको सिगरेटको ट्याक्स होइन ल यो चाहिँ एउटा भाइले दिएको एउटा चुरोट खानु भनेको दिएको त के बिहान बिहान ट्याक्स के को ट्याक्स हो ल चुरोट खान्छु ल ल ल ल ल